सम्पूर्णलाई नमस्ते। मेरो नमस्ते छ तपाईँहरूलाई। म आज थोरै देशको बारेमा भन्न चाहन्छु। अहिले नेपालमा जितिरहेको सत्ता दल र सत्ता पार्टीहरूले नेपाली जनतालाई चाहेको जस्तो सरकार दिन सकेको छैन। चाहेको जस्तो विकास, चाहे जस्तो न्यायपालिका, अनमोल परिवर्तनहरू केही दिन सकेको छैन। नेपाली जनता जुन पार्टीले जिते पनि, जुन सत्ताले जिते पनि जहिले पनि अन्यायमै रहेको म देखिन्छु। हामीले चाहेको सत्य थियो नेपालको विकास, नेपालको न्यायपालिका, नेपालको भने जस्तो सरकार चाहिएको थियो। तर आज हामीले त्यो सरकार पाउन सकेन। जब सरकार चलाउने राजनीतिक दल छ, उहाँहरूले जहिले पनि सत्ताको लागि राजनीति गर्नेछ र पद र कमाउन रमाउनको लागि मात्र राजनीति गरेको छ। नेपाली जनता कहाँनिर चुक्छौँ भन्दा जब हामी चुनाव पाउँछ त्यतिखेर आँखा बन्द गरेको हुन्छ। जब चुनाव जित्दै जान्छ, जब विकास गर्दैन नि, अनि पछि बल्ल मैले दिएको भोट बेकार रहेछ भनेर भन्ने गर्छ। त्यसैले म तपाईहरुलाई भन्न चाहन्छु, जहिले पनि हामी रुनी भन्दा पहिला हामी काम गरेर देखाउनु पर्छ। जब हामी रुनी भन्दा पहिला हामी सोच्नु पर्छ, पछि भइसकेपछि रोएर बिग्रियो भनेर हामी काम छैनौं। त्यसैले हामी सचेत रहन जरुरी छ। आज नेपाल देशको दामोदर हेर्यो भने हामीलाई लाग्ने गर्छ कुनै बच्चाहरू खेलेको खेल जस्तो लाग्छ। एउटा सत्ता चलाउने, एउटा देश चलाउने राजनीतिक दल पार्टीको कुरा गर्यो भने झ्याउ लाग्ने आज जनतालाई भएको छ। त्यसैले हामी सचेत हुन जरुरी छ। तपाई हामी बेलैमा सोच्नुपर्छ भन्न चाहन्छु। हस्त, धन्यवाद।